So, hello everyone, welcome back to another video है हाम्रो भ्यालेन्टाइनको अपडेट आइसकेको छ। ब्याकग्राउन्डमा हेर्न सक्नुहुन्छ हाम्रो यो मैले मेन्सनमा छु। मेन्सनलाई पनि यसरी यिनीहरूले यो पुरा डिजाइन गरेको छ, डेकोरेसन गरेको छ हैन। यता पनि हार्टहरू नि छ, यता पनि छ डिजाइन। यहाँ यो हाम्रो रुपेन्द्र भ्यालेन्टाइनको गिभर, क्वेस्ट गिभर, हाम्रो भ्यालेन्टाइनको गाचा र हाम्रो मेन्सनलाई यसरी सजाएको छ। यहाँ फ्ल्यामिङ्गोहरू पनि छ दुईटा। अनि त्यो पछि हाम्रो भित्र गयो भने पनि भित्र पनि दामी गरिसकेको पुरा पिङ्क भाइकोसँग छ, पुरा ब्ल्याक पुरा पिङ्कै पिङ्क छ। हार्ट्सहरू पनि छ। यहाँ हाम्रो यिनीहरूको चाहिँ कपडा चेन्ज भएको छैन रहेछ, अघि के हो। र अब हामी जानेछौँ हाम्रो सी कासललाई चाहिँ के गरेको छ। अब हेर्छौँ है त, अहिलेसम्म त केही गरेको देखिएको छैन। हाम्रो यहाँ भ्यालेन्टाइनको सप छ। सिकासललाई त्यस्तो केही गरेको छैन। यही ढोकामा यो यस्तो यो मात्रै राखेको रहेछ, यो हार्ट्स मात्रै राखेको रहेछ। अब भ्यालेन्टाइनको यो सप हेर्दै न त के रहेछ। ओए क्युपिड कोड, कोड छ यार। यो ठ्याक्क 750 हार्ट्स पनि रहेछ। ल हामी अब यो क्युपिड कोड लिनेछौँ। यस है त, यति छ हामीसँग। पुरानै भिडियो लास्ट भिडियोमा हेर्न सक्नुहुन्छ तपाईँले। हामीले क्युपिड कोड पाइसक्यो र यसको यो त पोइन्टै देखाएन त यार। इक्विप गर्नुपर्ने हो क्या, गएर इक्विप जस्तो देखायो त। वर्ड्रो तल क्युपिड कोड इक्विप गर्नुपर्दो रहेछ। अनि खै 600 यो 400 13 8 रेजिस्टेन्ट ड्यामेज। अब यो त अरू त त्यही त्यो हाम्रो के अरे के भन्थ्यो नि त्यसलाई, यो के अरे यो भन्ने नामै बिर्स्यो। त्यो रिङ जस्तो के अरे डन्जनबाट निकाल्ने के, ओइ कसम नबिर्स्यो। तपाईँहरू तल गएर कमेन्ट गर्नु है, मैले नामै बिर्सेँ यार, दिमागबाटै निक्ल्यो। ल अब हामी गएर अब भ्यालेन्टाइन गाचा त गर्न सकिँदैन। यो गर्छौँ है त, यो डेलिभरीवाला है। के भयो यहाँ, टुले 15 मिनटको कुल डाउन रहेछ। अब हामी यही क्वेस्टै गर्नेछौँ। यहाँ त के छ भन्दाखेरि यस 50वटा हार्ट दिन्छ अरे, 5वटा एनिमीको लेभल रिक्वायर्ड भने है त, एक्सेप्ट गरौँ है त। अब हामी गएर मार्ने भनेको त यिनीहरूलाई नै हो, हाम्रो टेस्ट सब्जेक्ट्स। ओके, यति ट्रान्सफर्मेसन यिनीहरूलाई मार्न त लो त टाइम लाग्ला यार। यहाँ एउटा के हो, स्कुटर के हो यो। ल यिनीहरूलाई धोबी पछार हाल्नुपर्छ यिनीहरूलाई त, गएर धोबी पछार। ल म यो अलिक साउन्ड कम गरौँ। ल के हो यो साउन्ड, यहाँ नि ठिक छ खै, के हो अलिक बढी जस्तै लाग्यो मलाई। म यहाँ आइज, यहाँ आइज त छिटो, कम हियर छिटो। एकजना यो हाम्रो ड्यामेज पनि कति कम हुन्छ क्या यहाँ एकछिन है हेर्नै। जम्मा 800 को हुन्छ यार यो त होइन होला सायद, यति कम ड्यामेज त हुँदैन थियो यतिको। ल म 5जनालाई मारेर भेट्छु है तपाईँसँग। ओके एभ्रिवान, 50वटा हार्ट कम्प्लिट भइसकेको छ। 50वटा हार्ट कलेक्ट भइसकेको छ। हामीले क्वेस्ट गरिसक्यौँ। अब हामी अर्को लिउँ गएर हाम्रो क्वेस्ट गिभरसँग। यो पछिको के दिन्छ अहिले, डिफेक्ट एउटा बस 100 हार्ट है त। अब हाम्रो बस भनेको फेभरेट लोगमुमा आइरहेको छु। लोगमुजीलाई हामीले धोबी पछाड हाल्न जानुपर्छ। लोगमुलाई मार्न सजिलो नि छ त, यसको हेल्थ पनि धेरै छैन। ड्याम गएर ड्याम हान्दिने। लोगमु छैन कि यार, लोगमु त यार। ल लोगमु छैन, इन्स्टिङले देखिसक्थ्यो जल्छ त। लोगमु के गर्ने, उयो गरौँ, यो सर्भर हो गर्न लाग्थ्यो मैले, तर नगर्ने। सायद यो रिसेट हुन्छ जस्तै लाग्छ कि मलाई, हो कि होइन त्यो थाहा भएन। तपाईँहरू कमेन्ट गर्नु। हामीले यो एउटा क्वेस्ट कम्प्लिट गऱ्यो भने सपोज बस छैन भने, अनि अर्को सर्भरमा गयो भने त्यस क्वेस्टै रिस्टार्ट हुन्छ कि हुँदैन भनेर। हाम्रो हाइड्रो रहेछ, हाइड्रो
हाइड्रोलाई मार्ने भयो हाइड्रो ल खाऊ चाटा ठुलो चाटा ठुलो बल पनि खाऊ आऊ बाहिर हाइड्रो M1 नै खाऊ M1 नखाने त पुरै भएन नि ताकेर चाटा खाऊ यहाँ आऊ आऊ छिटो फास्ट हाइड्रो फास्ट क्विक हाइड्रो है कता कस्तो मलाई कस्तो किन ड्यामेज कम भयो जस्तै लाग्छ कि यो हो कि होइन ल एभ्रिवान अब यसलाई मार्नु टाइम लाग्छ होइन ड्यामेजले गर्दा नि हो यहाँ हेर्नु न कति कम ड्यामेज लगाइरहेको म चाहिँ अब ठ्याक्कै यसलाई लोमा बनाएर भेट्छु है त तपाईँहरूसँग ल फाइनली हाम्रो हाइड्रा लिडर मर्न लागिसक्यो होइन मरिसकेको छ र हामीले 100 हार्ट्स पनि पाइसक्यौँ फाइनली र अब हामी मार्नेछौँ अब हामी अर्को क्वेस्ट गर्नेछौँ यता होइन फर्की यता गएर ट्रान्सफर्म के भयो ल्याएको हेर्नु न यार भित्तामै ल गयौँ अब हामी अर्को क्वेस्ट गर्नेछौँ अर्को क्वेस्ट के पाउने हो ड्यामेज यहाँ हेर्नु के फालिदिइरहेको कि मलाई ऊ म्यान्थेन बल्ल पुग्यो दुईचोटि आएको दुईचोटिमा फालिदिइरह अर्को हामी भ्यालेन्टाइन गाचा होइन गाचा पछि गर्ने क्वेस्ट भ्यालेन्टाइन क्वेस्ट के छ एक्सेप्ट छ 150 हार्टमा 10वटा एनिमी ठिकै छ आइज अब यिनीहरूले दबेको छाड हान्ने हो ल 10वटा मारेपछि भेट्छु है त ओके एभ्रिवान 150 ठिक छ कम्प्लिटेड अब लास्ट क्वेस्ट एनर्जेटिक फिस ओके रेयरिटी भने कुनै पनि रेयरिटीको फिस दिने रहेछ पहिला पनि मैले गरेको कि पहिला पनि मैले माछा पुरा समातेर अनि हातमा दिने भन्थेँ अब चाहिँ के फ्रुट रे के भन्छ यो होल्ड गर्ने ट्रान्सफर्मबाट नदिन मिल्यो हो कि एकछिन है ट्रान्सफर्म अनट्रान्सफर्म अब होल्ड गर्यो होल्ड गरेर त स्टोर गर्ने आउँछ त यार के हो खै स्टोर है किन नभयो इन्टरेक्ट गरौँ फेरि यही आउँछ वाट ह्यापन के पऱ्यो फेरि होइन अनि स्ट्रिलिक्स त हुँदैन यो त किन नभयो एउटा फिस दियो त भन्यो भने पहिला जस्तै ल होल्ड आउट अफ द फ्रुट टु है के भएको यो फिस दियो त भन्यो भने फिस हे फ्रुट दियो भने मैले पहिलाकै कोही त्यो राम्ररी नपढिकन बल्ल पुगेपछि फ्रुट भने अनि फेरि फिसै मेरो माइन्डले रिड गरेँ नि त्यही भएर त्यो फ्रुट एडेड ब्याग भयो ल कस्तो एनिमेसन नि आइदियो हार्टवाला 250 अर्को त अब 18 घन्टा 2 मिनट 36 सेकेन्ड पछिको कुल डाउन अब हामी कति टाइम छ कि छ यो हाम्रो योलाई डेलिभरीलाई 2 मिनट भएछ ल हामी तपाईँसँग 2 मिनट पछि भेट्छु है त रुकौँ न यो गाचा नै गरेर जाउँ न त यो गाचाबाट पाउनु पर्ने चाहिँ मैले के भने यो ब्यानर र एउटा एक्सेसरिज थियो नि यो रुक्नै यो के अरे यहाँ होइन हट र क्युपिड टप ह्याट यो चाहिँ मैले पाइसकेँ अगाडि नै रोल गरेको अनि यो र मैले त्यो पछाडि ब्यानर हुन्छ नि त्यो चाहिँ पाइसकेँ ल अब कन्टिन्यू दामी यार दामी अनरियल दामी ओनी फ्रुट भन्दै र दामी बनाइनले यो पनि ल गाचा टाइम त्रुल थुक्क मेरो त यहाँ पनि फुट्या किस्मत स्पिन दिएर मऱ्यो होइन अब यो
अनकमन र कमन त हटाइदिनु नि यार, चाप पनि रहेछ। ल अब यसको कति टाइम भएछ, कति हो यो फेरि 1 मिनट। ल म यो भेट्छु है तपाईँसँग। ल एभ्रिवान इभेन्ट स्टक हेभेन रिस्टोर भने त्यो स्टक पनि हेरिहालौँ नि त के आएको रहेछ भनेर। ल ल हेरौँ न के भएको कि यो। ए फेरि फालिदिन्छ होला, फेरि फालिदियो। बल्ल दुईचोटि नफालिकन त हुँदै हुँदैन कि। ल अब भ्यालेन्टाइन सप टाइगर फ्रुट त्यो गवार रहेछ, कुडा एकदम कचरा, कुडा कचरा, फोहोर मैला, फोहोर एकदम फोहोर मैला। ल अब हामी त्यो के अरे के भन्छ फ्लेमिङ्गो राइड लेटर पठाउनेवाला गर्छौँ। हाम्रो यो को अर्को आइसक्यो त्यसरी के भनिरहन्छ यसले, सियोर भनिदिने। त्यसपछि अलराइट फ्लेमिङ्गो के भनिरहन्छ यसले। यो त मेरो फर्स्ट हो है। ल फ्लेमिङ्गो राइड पनि मेरो फर्स्ट हो। लभ फ्रुडल्समा युज गरेँ होइन, यो पहिलोबाट जाने हो कि। यो अघि नै स्लो थियो नि हाम्रो यहाँ हेर्नु है, फास्ट भयो स्पिड पनि अहिले। फेरि फास्ट भयो। यो जति हामीले पहिलो यसरी क्रस गर्दै जान्छ नि, त्यति हाम्रो स्पिड पनि फास्ट हुँदै जान्छ कि। यहाँ हेर्नु है, अघि नै कति स्लो थियो स्पिड, अहिले कति फास्ट छ यी। ल यो फ्ल्यामिङ्गो लभ फ्रुट पनि दामी हेर्दा यो फ्ल्यामिङ्गोमा जाने टक्क माथिबाट मुभ हान्ने। झन् मैले यो हो कि होइन, तपाईँहरू कोही कन्सोलमा खेल्ने हुनुहुन्छ कि हुनुहुन्न भन्नु है, नत्र मैले सुनेको हो कि होइन मलाई थाहा छैन, मैले खेलेँ होइन। कन्सोलमा खेल्नेले लभ फ्रुट युज गर्दाखेरि M1 मिलीहरू पनि युज गर्न पाउँछ अरे, मिलीगन अनि अरू के हुन्छ, मिलीगन अरू के हुन्छ, त्यही त हो नि, मिली र गन पनि युज गर्न पाउँछ अरे कि फ्रुटको सट। मिलीगन सोड कस्तो बिर्सेँ यार, के भयो यार म। मिलीगन र सोड हुन्छ नि, त्यो पनि तलवार सोड, त्यो पनि युज गर्न पाउँछ अरे कि, त्यो हो कि होइन कमेन्ट सेक्सनमा भन्नु है त तपाईँहरू। ल हाम्रो आउनलाई स्टप ग्रेट ट्रीमा यो चाहिँ ऱ्यान्डम भइरहन्छ, फिक्स हुँदैन एउटै ठाउँमा जहिले पनि हुन्छ भनेर। हाम्रो यहाँ क्वेस्ट भन्ने आइसक्यो। अब यो के लेटर के भनिरहन्छ यसले, गयो। ल अब हामी पनि यहाँ टेलिपोर्ट भयो, 8 हामीले नि पायो, 135 के भनिरहन्छ यसले। को पढेर बस्छ र अन्य ट्रेन पढ्दिनँ भने पढ्दिनँ, किन भन्नु। अब फेरि गर्ने हो भ्यालेन्टाइन सियो। हामी गयो, कहाँ छ यार, एरो सिधा गइरह होइन, अघि माथि गइरहेको रहेछ, माथि रहेछ नि त। अहिले कति स्लो छ। अब यहाँ हेर्नु है, चेक पोइन्ट जस्तै, अब चेक पोइन्ट त होइन यो, जे भयो नि रिङ जस्तो भयो नि, एउटा मार्क जस्तो, कति फास्ट हुन्छ। अब तल गयो, झन् फास्ट। ल त्यो पनि फास्ट छ हाम्रो फ्लेमिङ्गो राइड पनि। ठ्याक्क लगाएर ओनी फ्रुट, दामी ओनी फ्रुट हामीले रोल गरेर पायो भने त ओनी फ्रुट तपाईँहरूले जसले लिनु भएको छैन नि, जसरी पनि लिनु, म पनि ट्राई गर्छु होइन। पछि गएर त्यसको भ्यालु स्काई रकेट हुन्छ कि। ल अहिलेको पालि चाहिँ कहाँ रहेछ, हाम्रो हन्टेड कासलमा रहेछ। ऱ्यान्डम हुन्छ कि, अब यो रिपिट पनि हुनसक्छ, रिपिट नहुन पनि सक्छ ठाउँ। मोस्टली त रिपिट हुँदैन नै होइन, मोस्टली रिपिट हुँदैन। मैले अहिलेसम्म गरेकोमा एकचोटि पनि रिपिट भएन ठाउँ। अनि अहिले त्यो हन्टेड कासल आएछ। स्पिड हेर्नु न, स्पिड अब यो त कहाँ जाने, यहाँ रहेछ तल। के लेखेको किङ अफ फ्रुट भने त्यस्तै के भने लेखेको थियो रहेछ यार। त्यो कन्भर्सेसन त उस्तार खालि पढ्न छ र। अब यहाँ हाम्रो आइगेस यो एस रे स्कोर। अब हाम्रो यहाँ आइगेस लास्ट लेटर हुन्छ होला यो, जस्तो मलाई लाग्छ। हाम्रो यो चाहिँ अब फ्लेमिङ्गो राइड। ल स्पिड
स्पिड बढेपछि जान रमाइलो हुन्छ क्या त्यो ढिलो भयो टाइम पनि थुप्रै लाग्ने यो चाहिँ हाम्रो कहाँ हुँदो रहेछ स्टप हेरमै त त्यसमा स्पिड हेर्नु न स्पिड दामी छ स्पिड दामी छ है ल यो पनि राम्रो गरे ब्लक्सफुलले पहिला त हार्ड भनेको पहिला के अरे एनपिसी मारेर मात्रै पाउँथ्यो अहिले यसरी नै पाउँछ झन् दामी हो नि यहाँ के हो यो सी कासल हो क्या हो घुमिरहेको टाइपको होइन तल झऱ्यो कहाँ हो यो ग्रेड 3 नै हो क्या फेरि ल यार अघि भर्खरै भनेको मैले रिपिट हुँदैन भनेर अहिले रिपिट भइरहेको थर्ड देखेन भयो मेरो क्या दामी रहेछ मेरो फ्युचर प्रेडिक्सन ल ग्रेड 3 नै रहेछ ल स्पिड हेर्नु न स्पिड मैले बारम्बार भइरहेको छु आइनो बट स्पिड चाहिँ हेर्नु न कस्तो दामी छ ग्रेड 3 दिस नाइस यही हुँदो रहेछ स्याफी यो स्याफी भनेको त हाम्रो त्यसको भ्यालेन्टाइन आर रेडी टु बी डेलिभर्ड सक्यो होला यति होला यो सक्यो यो भ्यालेन्टाइन आर रेडी टु डेलिभर्ड भन्यो गाचा गर्न मिल्दैन यहाँ पनि हाम्रो गाचा भयो यिनीहरूको पनि एउटै छ टेस्ट डेसअपहरू त्यही जस्तो मैले यही क्युबिट यो ह्याड पाएको छु यो चाहिँ यस्तो देख्छ हिँड्दाखेरि यस्तो हाम्रो यस्तोरी हल्ल्यो कलर हो यताउता गर्दाखेरि यो ब्यानर भन्ने छ नि ब्यानर हाम्रो फिक्स हुने छ यार कन्ट्रोलै छैन अहिले अरू त भइहाल्छ यो पछाडिको एडिट ब्याकग्राउन्डमा गयो हाम्रो आई गेस हार्ट ब्रेकै पाएँ मैले अहिले यही त होला नि सायद यो हार्ट ब्रेक यसलाई कन्फर्म गर्यो त्यसपछि यो पछि हेरौँ ल पछाडि ब्याकग्राउन्डमा आइसक्यो यो पनि के अरे के हो यो हाम्रो प्रोफाइलमा मेसेजहरू देखिन्छ कि त्यस्तो रहेछ कति धेरै रहेछ यार ड्याङ रेड लिभ फरेभर के हो त्यहाँ अझै यो चाहिँ ब्लिच ड्रागन भन्ने रहेछ अहिले नहाल्ने स्ट्याटस पनि खाली रहेछ ठिक छ यो हामीले अहिले हाल्दैन पछि हाल्छौँ ल हाम्रो ह्याड यही भइहाल्यो ओके ल एभ्रिवान आजलाई अब यतिमै एन्ड गरौँ है यसको यो स्ट्याट पोइन्टहरू चाहिँ के रहेछ त्यो हेरौँ न पहिला होइन एन्ड गर्नुभन्दा यो स्ट्याट पोइन्ट पनि यही रहेछ के थियो फास्ट स्पिड पनि थियो प्लस हाम्रो यो अर्को हार्ड पाउने तरिका भनेको यही पुरानै भइहाल्यो यसलाई मारेर पाउने होइन कति यसरी माऱ्यो अनि ए मेरो फ्रेन्ड आयो बुस्ट पनि भयो यहाँ हेर्नु हार्ड भयो मैले यो तपाईँहरूको चाहिँ जतिसम्म फ्रेन्ड आउन सक्छ त्यतिसम्म तपाईँहरूले बोलाउनु है किनकि फ्रेन्डले गर्दाखेरि हार्ड चाहिँ 45%सम्म पनि इन्क्रिज हुन्छ कि 45% भने यहाँ हो त कम हो 45% भने जति धेरै फ्रेन्ड त्यति धेरै हार्ड त प्लस हाम्रो यो तपाईँहरू म्याक्स लेभल हुनुहुन्न भने म्याक्स लेभल हुनलाई पनि हेल्प गर्छ यो एक्सपी बुस्ट भयो एक्सपी बुस्ट भएपछि त्यो लेभल अपलाई पनि हेल्प गर्यो नि त धेरै एक्सपी भएर त्यही भएर जतिसम्म फ्रेन्ड हो ऱ्यान्डमली कसैलाई पनि कनेक्सनमा जोडिदिनु होला कि त्यो फ्रेन्डहरू बढ्छ अनि पछि गएपछि डिस्कनेक्ट गर्दै नै हुन्छ ल एभ्रिवान ल अब आजलाई यति मात्रै गरौँ यत्रो भइहाल्यो हाम्रो यो यतिवाला पनि छ त्यो यति पनि तपाईँहरूले लिनु होला त्यसको भ्याल्यु पनि टन्नै बढ्छ पछि गएर ट्रेडिङमा काम लाग्छ अहिले पर्पल लाइटिङ भएको जस्तै त हो नि त्यो पनि सो आजलाई यति नै भेट्नेछौँ हामी नयाँ भिडियो लिएर धमाकार बाई बाई